वेलकम टु डे 9 अफ 90 डेज च्यालेन्ज। बिहान उठेर हामी लाग्यौँ ट्राभलतिर। बिहानबाटै दिन एकदम अल्छी लाग्दो थियो, ज्यान एकदम भारी भइरहेको थियो। हिजो बाटोको त्यो हावाले होला आवाजमा अलिकति चेन्ज आइरहेको थियो। त्यही हिजोको लङ डिस्टेन्स बाइकमा ट्राभल गरेर होला बडीमा एकदम पेन भइरहेको थियो। दिउँसो एकछिन सुतेर रेस्ट लिए, एकछिन सुतेर बाहिर हावा खान निस्कदा त्यो चिसो हावाले माइन्ड रिफ्रेस गरे जस्तो भयो। बडीले थकाइ देखाउन सक्छ, तर दिउँसोको रमाइलो पलले माइन्डसेट र दिनको प्याटर्न नै फेर्न सक्छ। सहरमा आउँदा फिलिङ अलि डिफ्रेन्ट नै हुन्छ। साथीहरूको एनर्जी, दाजुभाइको बोन्ड, धेरै कुरा मिस हुन्छ। यहाँको स्ट्रक्चर, ट्राफिक नोइजले अलिक लेजी फिल गराउँछ। मुड सेम जस्तो बनाउँदैन। साँझतिर हामी रुम फर्केर जिममा जाँदाखेरि फेस्टिभले गर्दाखेरि जिम बन्द रहेछ। जिम बन्द भए पनि यो 90 डे च्यालेन्ज भने रोकिँदैन। म निस्केँ 45 मिनट रनको लागि। बाहिर हावा एकदम चिसो चलिरहेको थियो। बडीले छुट्टै फिल गरिरहेको थियो। आज बडी बिमारी फिल भइरहेको थियो। आज स्किप गरौँ कि जस्तो लागेको थियो, तर होइन। एभ्रिडे अ सिङ्गल स्टेप फरवर्ड, इट्स मेक इजियर। फर्स्ट 5 मिनट त एकदम गाह्रो भइरहेको थियो। त्यसपछि बडी आफ्नो फ्लोमा आयो। त्यो राउन्डपछि म निस्केँ त्यहीँ छेउको बाटोको मन्दिरमा। एकछिन त्यहाँ बसेर बडीले रिल्याक्स फिल गर्यो। मन्दिरको दर्शन लिएर अनि त्यहाँबाट निस्किएँ। बाटोबाट आउँदाखेरि त्यहाँबाट मैले भेजिज र थोरै चिकन लिएर म निस्किएँ। दिस इज फर टुडे, टाइम टु डु इट अगेन टुमारो।